हामीलाई आज यहाँ अफिसमा मिटिङ 4 बजी बसौँ भनेर बोलाएका थिए जो अब जोइन फर्मका है अनि मनिराज डुम्जन सबै यहाँको अफिस स्टाफहरूले आज बसेर सरसल्लाह भीमराज सबै निमा सबै बसेर चाहिँ आज सरसल्लाह गरौँ हामी अफिसमा र भोलिदेखि के गर्ने भनेर चाहिँ उहाँहरूले हामीलाई बोलाउनु भएको थियो 4 बजीको टाइम दिनु भएको थियो हामीलाई बोलाएर चाहिँ उहाँहरू खोइ त यहाँ अफिसमा अहिले सबै अफिस बन्द छ न स्टाफ छ न उहाँहरूले बोलाउने जो जोइन फर्मका लिडरहरू है ट्रेड युनियनका नेताहरू खोइ यहाँ अहिले उपस्थित हामीलाई चाहिँ बोलाएर यसरी जहिले जहिले यो के गरेको खेलाची हो हामी चाहिँ के मानव त होइन खेलाची गरेको यसरी हामीलाई बोलाएर चाहिँ उहाँहरू चाहिँ कहाँ गएको आज उहाँहरूको जोइन फर्मको श्रमिक भवनमा छ भनेर 4 बजीको टाइम दिएको हामी 4 बजेर पनि अहिले नागिसक्यो यहाँ अफिसमा उभिरहेको छौँ अफिस सबै बन्द छ आज गार्डन बाउ हुनुपर्ने थियो यहाँ अफिसको स्टाफहरू हुनुपर्ने थियो यहाँ सरसल्लाहमा आज खै उहाँहरू अफिस थुनेर जानुभएको छ त के हो यो खेलाची हो क्या हो उहाँहरू त अहिले बन्द गरेर छैन यहाँ कोही पनि छैन हामी चाहिँ आइराखेका छौँ र हामीलाई यसरी झुक्काउनु चाहिँ यो राम्रो होइन है झुक्काएर यसरी मिटिङ गरौँ सरसल्लाह गरौँ भनेर चाहिँ बोलाएर यो राम्रो हुँदैन यो चाहिँ अनि यहाँ त सरसल्लाह गरेन भन्ने कुरो आरोप थोपाइराखेको थियो अघि श्रमिकहरूलाई है अनि यसरी अपरेटिङ ट्रेड युनियनहरूलाई त सबैलाई सल्लाह गर्नुभएको होला नि त अगाडिको दिनमा पनि हामीले सबैलाई सल्लाह गरेको हामीले सल्लाहमा बसौँ न भनेर बोलाउनु जाँदा निमा लामाले के भन्यो मलाई यहाँ अफिसभित्रबाट भने खुद मै गएको सम्झाउनुलाई के अरे हामीलाई त भाउजू तपाईँहरू गर्नुहोस् तपाईँको पक्षले गर्नुहोस् हामीलाई त सरकारले ट्रेड युनियन गर भनेर दिएको हो हामी त ट्रेड युनियन चलाउँछु बस्छु भनेर त्यो खालको जब दिएर हामीलाई हामी भएकोमा आउनु भएन हामी भएकोमा आउँदा चाहिँ के हुन्छ हामीले त सरसल्लाहमा बोलाएको हो नबोलाएको होइन हामी पनि अलिक अगाडि त हामीसँग बोल्दै हामीसँग बात गर्दै गरेको हो हामी लामाले पनि तर आज हामीले सरसल्लाहमा बोलायो भन्नु चाहिँ गलत हो त्यही त हामीलाई कतिवटा चाहिँ कुरा भिडियोमा चाहिँ यस्तो खालको कुरा राखेको छ कि हामीलाई सरसल्लाह नगरिकन उनीहरूले आफ्नै प्रकारले चाहिँ त्यहाँनिर आन्दोलन र गेट मिटिङ गर्नु सुरु गरेको भनेर चाहिँ यस्तो दोष थोपाएको कारणले चाहिँ आज यो भिडियो हामीले बनाएको छौँ र आज सरसल्लाह गर्नु अपरेटिङ अनि जोइन फर्मको जति पनि ट्रेड युनियनहरू छ उहाँहरूले नै हामीलाई बसौँ भनेर अघि बिहान सल्लाह दिनुभएको कारणले आज तपाईँहरू यहाँनिर हामीहरू आएको हो कि होइन भन्नु त अनि अहिले उनीहरूलाई देख्दिनँ हामी त यहाँनिर उपस्थिति छौँ हामीलाई सल्लाहमा बोलायो अनि हामी पनि सल्लाह गर्नु जायज भएर हामी आएको राजी भएर आएको तर अहिले हामीले नदेख्दा चाहिँ हाम्रै अनुहार निराशा छ उहाँहरूले चाहिँ कस्तो सायद ट्रेड युनियन भनेर कस्तो प्रकारको हामीलाई भनिरहेको छ नि राजनीतिको रोटी सेक्नु भनेर तर हामी त राजनीतिको रोटी सेक्नु त आएको होइन मौलिक अधिकार माग्नु आएको तर राजनीतिको रोटी कसले सेकेको रहेछ भन्ने कुरो यो भिडियोले पनि जानकारी दिन्छ हामी राजनीतिको रोटी सेक्नुमा आएको होइनौँ अनि हाम्रोमा झन्डा पनि छैन र यो झन्डा देखाइदिन्छु भनेर भनेको छ हाम्रो झन्डा निकालेर चाहिँ यहाँ देखाएको हुनुपर्छ र यसरी सरसल्लाहमा बोलाउँदाखेरि नआउनु यो उचित होइन यो चाहिँ एकदम गलत छ मन गरेर गएर अहिले हामीलाई बोलाएर यसरी बन्द गरेर जानु चाहिँ यो उचित हुँदैन यसरी यो खेलाची होइन